यहाँ चाहिँ पेनल्टी सुटआउट हुँदै रहेछ। ल ल ल हेरौँ त साथी हो। यहाँ चाहिँ ल ल किपरले ला कुन साइडको जम्प भयो, खतरा जम्प हान्दियो त यार किपरले त। आमामामा ल ल ल ल ल अब फेरि अर्कोको पाला आयो। अर्को ला भाइ त अर्कोपट्टि गयो, खुट्टा मात्रै ठाडो यहाँ। अनि त्यस्तै गरी फेरि अर्कोको पालो आउँदैछ। पेनाल्टी सुटआउटमा चाहिँ अहिलेसम्म चाहिँ बराबर भइरहेछ। अनि ला फेरि बलै भेटेन छ। ला ढोक्न पो गयो त बललाई त। आमामामा के हो यस्तो। ए ल ल ल अब चाहिँ के हुन्छ होला है त साथीहरू। मलाई सब्सक्राइब पनि गर्नु होला। ए सब्सक्राइब नै हो, सब्सक्राइब पनि गर्नु होला। मेरो युट्युब च्यानलमा चाहिँ तपाईँलाई पनि स्वागत छ। फेरि पनि अर्को आउँदैछ पेनाल्टी हान्नलाई। पेनाल्टी सुटआउट भइरहेछ। ओ खतरा हान्यो ल। खतरा हानेर छिराइदियो है यसले चाहिँ। किपरले पनि थाहा पाएन, किपर ट्वाका ट्वा भयो, खुलित भयो। अनि ल किपरले चाहिँ फेरि बललाई थापेर दियो। फेरि ला किपर त के हो यार, भ्याकुता जम्प, फ्रक जम्प खतरा जम्प हानिदिएर यार किपर त। ल फेरि ल ओ पोलमा ड्याममा लागेर गयो। ला के भयो होला भन्ने किपर पनि ट्वाकै लास्टमा त पुरै क्रसबारमा लागेर गइरहेछ। ल बल चाहिँ अनि उछिटेर कहाँ पुऱ्याइदिइरहेको के। ल अब फेरि अर्को ल आयो ल फेरि। ओहो ल फेरि किपरले त अहिले पनि फ्रक जम्प नै हानिदियो। भ्याकुते जम्प। तर गोल भइरहेछ है, भट्टाभट गोल भइरहेछ। ल अब यसले पनि के गर्दो रहेछ, खतरा हानिदियो यसले नि। ल बवाल छ है, बवाल हानिदियो नि त। अहिलेसम्म चाहिँ सेतोवाला टोलीहरूले हारिरहे जस्तो लागिरहेछ। ल अर्को अब फेरि रातोवाला आयो। रातो बिप्स लाउनेहरूले हान्यो। रातो बिप्स लाउनेहरूले हान्यो भने चाहिँ अनि जित्छ। ल ल ल ल किपर मुभमेन्ट चाहिँ आयो। ल अर्कोपट्टि खुट्टाले त कहाँ भ्याएन। ल त है यो त खुलित भएछ, खुत्तै भएन होइन।